सुंदर भगवान की जय हो। यसरी भगवानलाई अब सूतकको निवारणहरूको कुराहरू त परै छोडिदिनुहोस्, गौत फुक्न पनि कोही हिम्मतै जुटाएन, कसैका मनमै आएन, हृदयमै आएन। पञ्चगव्य यसो बनाएर गौत फुक्नुपर्ने, शराब र सुरुप सबैले खानुपर्ने, यताउता छर्किनु पर्ने, त्यो केही छैन। किन आखिरी के जन्मेको छ भन्दा ब्रह्माण्ड नायक आएको छ त्यहाँनिर। त्यो ब्रह्माण्ड नायकै आफू आउँछ नै, कसलाई अपवित्र मानेर गौत छर्किनु? सोच्नुहोस् त, कसलाई अपवित्र मान्नु? छैन त मान्ने ठाउँ। ठिकै छ भने उत्सव गरे, नयाँ नयाँ वस्त्रहरू भगवानलाई पहिराहार गरिदिनु भयो। पहिराहार गरेर एकदम राम्ररी राखे। केश पास घुङ्गुर बाल थियो भगवानको, त्यो घुङ्गुर बालमा मजाले तेलहरू मग मग बासना आउने यस्ता तेलहरू राखिदिए, मजाले लगाइदिए। अनि स्वस्ति वाचनहरू पढिसकेपछि त्यो के गरे भने जति आएका थिए ब्राह्मणहरूलाई वाचयित्वा स्वस्त्ययनं नन्द गोप समाहिता भूत्वा चाग्निं द्विजातिभ्य प्रादादन्नं महागुणम्। आएका ब्राह्मणहरूलाई दान दियो। अब सुतकलाई घरमा दान लिन्थ्यो त, अरूतिर नै हामी लिन्छौँ, लिँदैनौँ। तर भगवान स्वयं छन् जसका घरमा के दान न पुण्यको कुरा नि, के सुतक न पुतक, त्योसँग मतलब पनि छैन। नाम राखेको छ कि छैन, पुरेत आएर यसो गाउँ छाड्दैनन्, केही छैन। पुरेत पनि ती ज्यामै बसेका छन्, दिनै पछि दान लिइरहेका छन्, लिएर गइरहेका छन्। यशोदा माताले र नन्द बाबाले बोलाएका छन्, दिनै पछि हुँदै चलिरहेको थियो। यस्ता कर्मले आमामा त्यहाँ कति राम्रो थियो, सबै कुराहरू ठिकठाकै थियो होइन। ठिकठाकै हुँदाखेरि त्यही बखतमा चाहिँ के भएछ भने सबैले दान धर्महरू लिइसकेपछि भगवानलाई के गर्नुभयो, फेरि रुन थालेछ कोक्रामा। कुदेर जानुभयो, यसो हेर्दा रुँदै रहेछ। एकदा रोहमारूढं लालयन्ती सुतं सती गरिमाणं शिशुर्बोढुं नशेषे गिरिकूटवत्। रुँदै गर्दाखेरि चाहिँ भगवानलाई टिप्नु भएछ, आफ्ना काखमा राखेर हा मेरो कनुवा, मेरो काले होइन, कनिया भनेको